is this the best beach in UK? Mirror, mirror on the wall. Tell me who gon' rise and fall. I've been running from my flaws. Still I'm standing 10 feet tall. Mirror, mirror, don't you lie. I can see it in my. लन्डनमा बसिरहनु भएको छ या लन्डन वरिपरि तपाईहरूलाई यदि कुनै एउटा ब्युटिफुल डेस्टिनेसन कतै आउटिङको लागि जानु मन छ र कुनै डेस्टिनेसनको खोजीमा हुनुहुन्छ भने आज चाहिँ हामी दुईजनाकै अफ, त्यही भएर हामी चाहिँ आज युकेको अर्को एउटा बिचमा जाँदैछौँ। यो चाहिँ स्यान्डी बिच हो। कुन बिच हो काला? Botany Bay Beach. And how far it is from Feltham? 2 hours drive हो। टाइम चाहिँ 12:36 भइसक्यो। डे अफको दिन छिटै उठेर जानुपर्ने खासमा चाहिँ तर हामी जाँदैछौँ 12:30 बजे किनभने हामी अलवेज लेट। कसले गर्दा लेट भएको? मैले हाम्रो चाहिँ जर्नी स्टार्ट भयो टु बोटनी बे बिच। We are gonna show you how it's gonna be, how it's gonna look like. Stay tuned. नेपालमा बस्ने मान्छेलाई चाहिँ मलाई के लाग्छ भन्दाखेरि यो बिचमा चाहिँ अलिकति अरू देशको मान्छेहरूभन्दा अलिक अट्र्याक्टेड हुन्छन् बिचमा यदि बाहिर जानुभयो भने नेपालमा बस्ने मानिसहरू। किन भन्दाखेरि अब नेपाल एज वी अल नो इज अ ल्यान्डलक कन्ट्री। हाम्रो एक्सेसमा कुनै पनि बिच छैन देशभित्र। त्यसै भएर मलाई चाहिँ अब मेरो पर्सनल एक्सपिरियन्स हो, आई माइट बी रङ, तर मलाई चाहिँ मैले समुद्र देखेको फर्स्ट टाइममा युकेमै हो। आज त ट्राफिक छ, वेदर पनि राम्रो भएर होला अनि सन्डे त्यसमाथि यस्तो हेभी ट्राफिक रहेछ। यस्तो मोटरवेमा यति ट्राफिक त त्यस्तो हुँदैन। छिटो गयो जस्तो हुँदैन होला है। छिटो गयो भने त झन् हुन्थ्यो होला नि। झन् बिजी आउनु पर्यो। ठिकै छ। गाइस हामी चाहिँ बोटनी बे बिच चाहिँ आइपुग्यौँ, तर सोचे जस्तो चाहिँ रहेनछ। किन भन्दाखेरि there's too many people and it's too crowded. त्यही पनि हेरौँ। घाम पनि यस्तो मजाले लागेको छैन भने झन् आज 31 डिग्री भनेर आएको, घाम पनि लागेको छैन। Would you recommend this place for other people living in the UK? Nepalese especially? यस वाइ नट। सबैजना नि मान्छे मन नपराउने हो त्यस्तो कहाँ हुन्छ? कसैलाई त क्राउड मनपर्छ। तर त्यो त एक्सेसिभ क्राउड भएन त? यो त क्या हो का साथ आएको थिएँ, यो चाहिँ अलिकति कम क्राउडेड हुन्छ भनेर। हजुरलाई मात्र हुनलाई त प्राइभेट हो र भने अचम्म छ। न आओस् त अरू मान्छे चाहिँ। बिच त राम्रै होला, तर मान्छे चाहिँ अति नै धेरै भयो क्या त्यो बिच। त्यहाँ झन् काम अलिकति माइन्ड पिसफुल होला भनेर आएको, तर एक्चुअली हेर्ने हो भने तर सिनिकै छ, तर मान्छे चाहिँ अब अलिकति गर्मीमा युकेमा यो स्यान्डी बिचमा हिँड्न चाहिँ यस्तो गाह्रो हुने रहेछ। जति हिँडे पनि ग्राउन्डै कभर हुँदैन त। गाइस हेर्नु यहाँको मेन्यु, एउटा डिसको लागि 2 लाइन पुऱ्याएका छन्। कुन मगाउने कुन नमगाउने भनेर पुरै कन्फ्युज। मेरो बुढी वाइफाई चेक गर्दै भइसक्छ यहाँ नेटमा हेरेर थाहा पाउनलाई। फाइनली पेट पूजा गरियो। अब बिस्तारै घाम पनि लागेको छ, बिस्तारै बिचमा गएर एकछिन पुरा पिसफुल तरिकाले बसिन्छ। बिच त राम्रै हो, पानी चाहिँ अलिक फोहोर रहेछ, तर अब त्यही मान्छे चाहिँ अति नै धेरै। होपफुली अब चाहिँ बिस्तारै 4-5 पनि बन्न लाग्यो। घाम चाहिँ फेरि त्यस्तै लागिरहेछ 5 बजे भए पनि। होपफुली मान्छेहरू अलिक कम हुन्छ, मान्छे धेरै भइसक्यो झ्याउन्याउ हुने कि त्यो भएर अब खानासाना खाइयो। अब बिस्तारै मुनि गइन्छ बिचमा। लन्डनबाट झन् नै 2 घन्टाको ड्राइभमा चाहिँ हामी यो बोटनी बे बिचमा आइपुग्यौँ। त्यहाँ अगाडि जाउँ न। र
वेदर पर्फेक्ट छ। अघि नै चाहिँ हामी मुनि गएको थियौँ बिचको अब साइडतिर, त्यहाँ चाहिँ मान्छे धेरै क्राउडेड भएर खाली काला त्यति टाढा नगइसक्नु न, त्यहाँ ऊ चिप्लिन्छ क्या। यहाँको कोरो भनेको चाहिँ अब त्यहाँ उता पर चाहिँ बिच छ, त्यो त भइहाल्यो। तर यहाँ पुरा यो पहाडहरू जस्तो खतरा खतरा पहाड हुने रहेछ क्या है। अलि उता जाउँ न। सो गाइज वी आर फाइनली ब्याक होम। आज धेरै थाकिया छ, जानलाई 2.5 घन्टा, आउनलाई 2.5 घन्टा, तर रमाइलो थियो। तर हामी एक्चुअली ड्राइभ त्यत्रो गऱ्यौँ, तर बिचमा चाहिँ आधी घन्टाभन्दा धेरै बसेनौँ होला। मान्छे धेरै थियो त्यहाँ, फेरि स्यान्डी बिचमा पुरै मान्छे हिँड्ने ठाउँ पनि नभएर हामी धेरै चाहिँ बसेन। तर एटलिस्ट 2 जनाको बिदा भएको दिन फेरि कहिले धेरैचोटि के हुन्छ, वी मेक प्लान्स बट हामी त्यत्तिकै सुत्दै हुन्छ, बाहिर गइन्न। तर एटलिस्ट बाहिर गएर माइन्ड चाहिँ फ्रेस भयो, भोलिदेखि काम छ। See you guys in next vlog. See you.